सलिनासँग प्रेम सम्बन्ध भएको थाहा पाइसकेपछि सरको बुवाले सरको गालामा थप्पड हानेका छन्। स्तरै नमिल्ने, औकातै नमिल्ने, अफिसमा पोछा लाउने केटीसँग तेरो सम्बन्ध हुन्छ, स्तर मिल्छ भनेर चाहिँ बुवाले बेसरी सरलाई मजाले थर्काएर गालामा थप्पड समेत हान्नुभएको छ। सर भने सोझो मान्छे, सलिनाको कुरा पत्याएर होइन मैले उसँग बिहे गर्नुपर्छ, धन सम्पत्ति रूप पैसा भनेको केही पनि होइन भनेर एकदम पग्लिनु भएको थियो। तर यो कुरा सरको बुवाले चित्त नबुझेर गाला फुट्ने गरी थप्पड हान्नुभएको छ। आजैबाट त्यो केटीसँगको सम्बन्ध तोडिदे, त्यो केटी हाम्रो लायक केटी होइन, त्योसँग हाम्रो हैसियत मिल्दैन, औकात मिल्दैन, कुनै पनि हालतमा त्यसलाई आफ्नो बनाउनु हुँदैन। त भनेको यति ठुलो मान्छे भएर त्यस्तासँग पछि लाग्दै हिँड्ने, कहिलेदेखि तेरो बुद्धि बिग्रियो, पहिलाको श्रीमती हत्यारा परि अहिले फेरि यस्तीसँग लागेको छस्, कुनै पनि हालतमा छोड भनेर भन्नुभएको छ। यो कुरा तपाईँहरूलाई कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्टमा लेख्न नबिर्सनु होला। के सरले सलिनालाई छोड्नुपर्छ त? आफ्नो विचार लेखेर प्रतिक्रिया दिनु होला है त।